दुःख मिलन र बिछोड सम्झौता हो जीवनको अर्थ सुख र दुःख मिलन र बिछोड सम्झौता हो जीवनको अर्थ भोगाई एउटा कहानीहरूको यही नै हो यथार्थ बाबु त पनि आइहालिस् अनि नानी पनि छिन् म एकचोटि पारी गाउँ पुगेर आउँछु मैले गरेको कुरा यहाँ लुकेर पछाडिबाट सुनिरहेको रहेछ अनि के हुनु नि मैले राम्रोसँग त्यसलाई सम्झाएर पठाएको छु ला बुवा हो र त्यसले गाउँमा गएर भन्यो भने त बर्बाद हुन्छौँ त भन्दैन त्यसले गाउँमा गएर भन्यो भने मैले त्यसलाई के गर्नुपर्छ राम्रोसँग मलाई थाहा छ बरु अहिले जाउँ यहाँ कसैले देखिहाल्यो भनेदेखि फेरि लैन जाउँ बुवा तपाईँ किन यो केटीको पछि गर्नुभएको छ यहाँ छोरा म भनेको एकदम राम्रो मान्छे हो आफूलाई दुःख परेको बेलामा कसैको साथ पाइँदैन भन्ने सुनेको थिएँ आज आफैले भोग्दैछु आज मलाई यस्तो दुःख पर्दा मेरो साथमा कोही छैन मैले अघि नै भनेको मान्नु भएन म पनि पढ्नलाई काठमाडौँ आइहालेँ उता घरमा त्यस्तो दाइको हाल के भएको होला मम्मीलाई घर जानुहोस् भनौँ भने यता आफू एक्लै हुन्छु के गर्ने होला त होइन तिमी भाउजू पनि कति रहेछन् अरूलाई तनाव मात्र दिन जाने कि
छोरा त किन यस्तो गर्छस्? दुःखमा छोडेर जाने भन्दा दुःखमा साथ दिने मान्छे धेरै कम्ती पाइन्छ। वैद्यमा तपाईँले धेरै दिन पो हराउनु भयो त। अब के गर्ने त बाबु, मेरो कामै त्यस्तै। अनि को पो बिरामी भन्दै थियो विशालले? ए त्यो पारीको शर्मिला। अनि कस्तो छ त अहिले? ठिक हुनुभयो? अहिले त ठिक छ। झन् मैले यसलाई कसैलाई नभन भनेको त मानिनै छैन। अब त हेर्दै जा। अब भन्नुहोस् हाम्रो कुरा। के भयो त्यो रातो? ए बाबु के भयो तँलाई? के हुनु र बुवा, मैले घाँस काट्दै थिएँ, उहाँले काट्छु भन्नुभयो। मैले त हुँदैन भन्दै थिएँ नि, जबरजस्ती गर्नु हात काट्यो। धेरै काटियो जस्तो छ। धेरै त होइन बुवा, अलिकति। अनि नानी हुँदाहुँदै तँलाई किन जाने भएर घाँस काट्नु परेको? अनि वैद्य बा, बिरामी हुनुभएको मान्छे ठिक हुनुभयो त? धेरै दिन पो लाउनु भयो त। उहाँ जाति हुनुभयो। ल ल तिम्रो पनि भित्र आऊ। ढिलै भयो भने मेरो मायालाई बुझ्दै हुँदैन, खुसी लागेको छ।
त मलाई पनि लागेको छ मेरो दाइले यति धेरै माया गरेको देख्दा। बहिनी तँ अचानक कसरी यहाँ? नानी हजुर बस्दै गर्नु, म चिया बनाएर आउँछु। तिमुरको खेल मैले बुझेको छु। बहिनी अनि तँ मात्रै आएको? खै त मम्मी त्यो पनि केही खबरै नगरी आइस् त। तपाईँले दुःख परेको थाहा पाएपछि मलाई कहिले घर गएर दाइको हेरचाह गरौँ जस्तो भयो। अनि म आएँ। मम्मी चाहिँ उतै हुनुहुन्छ दाइ। अनि म के देख्दैछु यो? खै के भनौँ, मलाई पनि राम्रोसँग थाहा छैन। दाइ तपाईँले कुरै बुझ्नु भएको छैन। मारिदिन्छु म, मारिदिन्छु।